र म त चाहन्छु 10-15 वर्षसम्म राजनीति स्थिरता पाओस् भन्ने मेरो चाहना छ। अरूले जतिसुकै भनुन्, अरूका कुरा सुन्नुहोस्, तर मलाई तपाईँहरूको चुनाव ताका पनि सुने, चुपचाप घन्टीमा छाप भन्ने तपाईँको नारा निकै पपुलर सुनिन्थ्यो। अब सायद तपाईँले त्यो नारालाई अब सत्तामा पुगिसकेको नाताले अब चुपचाप सुशासन र विकास भनेर तपाईँले अपग्रेड गर्नुपर्छ भन्ने मलाई लाग्छ। पक्कै सोध्नु भएकै छ तपाईँहरूले। र यो सुशासन र समृद्धिको जुन विषय छ, अब अहिले यहाँ समय व्याख्या गर्ने समय छैन, म त्यता जान्न। पक्कै पनि तपाईँले त्यसलाई सोचेर नेपाली जनता 50 लाख युवाहरू जो अहिले विदेश जान बाध्य छन्, एउटा तपाईँहरूलाई यो चुपचाप घन्टीमा छाप भनेर मेसेज पठाउनेहरू पनि नेपालका 110-170 देशमा छरिएका युवाहरू, तिनीहरूको नै सबभन्दा ठुलो योगदान छ। त्यसैले त्यो अभिमतलाई ध्यान दिएर तपाईँहरूले सुशासन र समृद्धिमा केन्द्रित भएर काम गर्नुहोस् र तपाईँहरूले सफलता मिल्नेछ। र म अन्त्यमा केही मेरा निजी सुझाव के हो भने, यो महाधिवेशन भनेको विचार नीति कार्यक्रमलाई प्रष्टता दिने, 5 वर्षसम्मको निम्ति तय गर्ने र नेतृत्व चयन गर्ने पनि स्थान हो। नेतृत्वमा त मेरो पनि अनुमानै हो, रविजी बालेनजीहरूको सर्वसम्मत हुन्छ भन्ने मैले पनि अनुमान गरेको छु र तपाईँहरूले मन बनाएको पनि म बुझ्छु। र अरू साथीहरू पनि यो नाम लिँदा बडो अन्यथा अर्थ लाग्छ। म यहाँ बस्नुभएका साथीहरूलाई चिन्छु, म खुसी छु। जो मन्त्री परिषदमा हुनुहुन्छ, हाम्रो सोडिङ वाग्लेजी, हाम्रो शिशिर खनालजी लगायतका जो मन्त्रीजीहरू हुनुहुन्छ, कमी कमजोरी अलिअलि हुन सक्छन्, तर मूल रूपमा छोटो अवधिमा जुन एउटा झिल्को देखाइरहनु भएको छ, मलाई लाग्छ उहाँहरूले आगामी दिनमा नेतृत्वदायी भूमिका खेल्न सक्नुहुन्छ। अब मेरा भर्खर यहाँ देख्दै मेरा जिल्लाकै मित्र सुदन गुरुङजी, उहाँसँग त्यति धेरै उता छैन, तर एउटा जल्दो विवाहको रूपमा उहाँले जुन एउटा आँट देखाइराख्नु भएको छ र उहाँहरूलाई पनि जुन नगोले तान्ने प्रयास भइरहेको छ, त्यसबाट चाहिँ उत्तेजित नभइकन उहाँले अगाडि बढ्नुहोस्। मेरो जिल्लाकै युवा साथी हुनुको नाताले पनि मेरो उहाँलाई शुभकामना र सबैलाई पनि मेरो शुभकामना छ। र मेरो खालि एउटा मात्रै अनुभवजन्य आधार के हो भने, खास गरी रविनजी र बालनजीहरूलाई नेतृत्व भनेको असाध्यै महत्त्वपूर्ण हुन्छ। यस्तो नयाँ शक्ति जुन उदय भएको छ, त्यति बेला वैचारिक रूपले स्पष्टता त चाहिन्छ नै, मुख्य कुरो त त्यही हो। तपाईँहरूको जुन अहिलेको विधानको चाहिँ केही कुरा छुट्टपुट्ट बाहिर आएको छ, मूल रूपमा म त्यो ठिकै देख्छु। केही अलिकति अस्पष्टताहरू छन्, मैले खुला रूपमा सामाजिक सञ्जालमा पनि राखेको छु। खास गरी तपाईँले संवैधानिक समाजवाद जुन भन्नुभएको छ, त्यो के हो अलि व्याख्या गरिदिए राम्रो हुन्थ्यो भनेर मैले हिजो लेखेको पनि थिएँ। त्यसरी यी विषयमा त तपाईँको ध्यान जाने नै छ। मैले भन्नु खोजेको चाहिँ कुरा के छ भने, नेतृत्व यो तपाईँले यति ठुलो जनमत प्राप्त गरेर प्राप्त गर्नुभएको छ, यसले पुरा 5 वर्ष कार्यकाल पुरा गर्नुपर्छ। 71 वर्ष पुगेर 72 वर्ष लागि, तर आज तपाईँहरूलाई देख्दा र यो मञ्चमा सबै मभन्दा उमेरले धेरै पछिका साथीहरू देख्दा म आफै 72 होइन 27 वर्षको छु कि जस्तो मलाई अनुभूति भएको छ। तपाईँहरूले थाहा छ, म आफूलाई एउटा निरन्तर विद्रोहीको रूपमा चित्रित गर्न चाहन्छु र मेरो सारा जीवन मैले त्यसै नै सुम्पेको छु। तपाईँहरू समकालीन नेपालका सबभन्दा पपुलर व्यक्तित्व रवि लामिछाने र बालेन्द्र शाहज्यूका कुरा सुन्न आतुर हुनुहुन्छ। त्यसैले मेरो सबै समय उहाँलाई दिने गरी मैले के मात्र भन्नु खोजेँ भने, यो जुन राष्ट्रपाले 4 वर्षभित्रै जुन यो उपलब्धि हासिल गर्यो, आन्दोलन गरेर सङ्घर्ष गरेर भन्दा पनि जनताको मन जितेर आधुनिक विज्ञान र प्रविधि मार्फत आफ्ना विचार सम्प्रेषण गरेर जसरी तपाईँहरूले यो ऐतिहासिक सफलता हासिल गर्नुभएको छ, यसलाई नेपाली इतिहासको नयाँ एउटा क्रान्तिको कडीको रूपमा लिनुपर्छ भन्ने मेरो मान्यता छ। मेरा पुस्ताका साथीहरूलाई ठुलो भ्रम छ
उहाँहरू खालि यो कन्स्पिरेसी थ्योरी उसले गरायो, दक्षिणले गरायो, उत्तरले गरायो, पश्चिमले गरायो भन्ने कथा बुनिरहनु भएको छ। तर मेरो स्पष्ट धारणा के छ भने समाज बदल्न हिँड्नेहरू ज्वार भाटाको विरुद्ध, टाइडको विरुद्धमा लाग्छन् उनीहरू भन्नेले भनिराख्छन्, तर सत्य र न्यायको पक्षमा उभिराख्नु पर्छ र तपाईहरू उभिनु हुनेछ। र यो म आफैले गत 10-11 वर्षदेखि जो नयाँ शक्ति अभियान भन्दै वैकल्पिक राजनीतिको पैरवी गरेँ, अहिले म यो राष्ट्रपालाई त्यही अभियानकै सबभन्दा महत्त्वपूर्ण उपलब्धिको रूपमा ग्रहण गरेको छु। त्यसो भन्दा कतिपय साथीहरू हाम्रो समाज असाध्यै न्यून चेतना स्तरको छ। स्वार्थ के पाउन लाग्यो, के ललिपप देखाइदियो। म सारा जीवन मर्न हिँडेको मान्छे के ललिपप खाने भन्नुहोस् त। सबै थोक प्राप्त गरेको मान्छे, तपाईँहरूको सद्भावले प्रधानमन्त्री भइसकेको मान्छे, अनि मैले के ललिपप खाने यो उमेरमा। म त ललिपप होइन, तपाईँ साँच्चै सबैलाई सुशासन र समृद्धिको यस्तो एउटा फल सबै नेपालीलाई, तपाईँहरूलाई, तपाईँ पिस्तालाई प्राप्त होस्, त्यसको निम्ति मेरो पुस्ताले, मभन्दा अगाडिको बिपी पुष्पलालहरूको पुस्ताले र त्योभन्दा अगाडि देश बनाउन पृथ्वीनारायण शाहको पुस्ताले जुन योगदान गर्यो, त्यसैको पछिल्लो कडी वैकल्पिक र नयाँ राजनीति हो र त्यसको अगुवा शक्तिको रूपमा राष्ट्रपा जुन आएको छ, यो सो निम्ति म उहाँहरूलाई बधाई दिन चाहन्छु। र मेरा खालि 2-3टा मात्रै तपाईँहरूले के सुझाव हो भने, एउटा यो क्रान्ति भनेको निरन्तर परिवर्तन भनेको एउटा रिले रेस हो। एउटा पुस्ताले एउटा बिन्दुसम्म पुर्याउँछ, अर्को पुस्ताले त्योभन्दा अगाडि पुर्याउँछ र अर्को पुस्ताले झन अगाडि पुर्याउँछ। त्यस अर्थमा लोकतान्त्रिक आन्दोलनको इतिहासमा पहिलो पुस्ता टङ्कप्रसाद बिपी पुष्पलालहरूले जुन सुरुवात गर्नुभयो र हाम्रो पुस्ता दोस्रो पुस्ताले गणतन्त्र र संविधान सभासम्म पुर्यायो र अब तपाईँहरूको यो नयाँ पुस्ताले, हाम्रो रविजी र बालनजीहरूको पुस्ताले नेपालको यो जुन हाम्रो सुन्दर स्वाधीन देश छ, यसलाई सुशासन र समृद्धिको एउटा चुचौरोमा पुर्याओस्, विश्वको नमुना बनाओस्। त्यस अर्थमा म तपाईँहरूलाई विशेष शुभकामना दिन चाहन्छु। र एउटा कुरा अलिकति के सचेत हुन जरुरी छ, म पूर्व तपाईँहरूको सद्भावले प्रधानमन्त्री नि बैठोपलेको मान्छे र 50 लाखको पुरस्कार टाउकोमा भइसकेको पनि मान्छे र नेपालको जुन एउटा जटिल भूराजनीति छ, देशको हिमाल पहाड तराई मधेसको जुन विविधता छ, हाम्रा राज्यका अङ्ग यति कमजोर र यति भ्रष्टाचारले जर्जर छन्, त्यसको बिचमा हामीले कसरी सुशासन र समृद्धि ल्याउने भन्ने अहम प्रश्न छ। त्यसले त्यसको निम्ति जनताले तपाईँहरूलाई मत दिएकै त्यसको निम्ति हो, सुशासन र समृद्धिकै निम्ति हो।